यदि प्रेग्नेन्सी प्लान गरिरहनु भएको छ भने यो 7वटा कुरा चाहिँ तपाईँले अभोइड गर्नु पर्यो। नमस्ते, म डाक्टर नेहा होमगाई, इन्दिरा आइभीएफ नेपालबाट। नम्बर वान महिनावारी गडबड भइरहेको कुरा। यदि महिनावारी गडबड भइरहेको छ भने त्यसले तपाईँको प्रेग्नेन्सी गर्न दिँदैन, त्यसले गर्दा त्यसको लागि आफ्नो डक्टर भिजिट गर्नु पर्यो। नम्बर 2, फोलिक एसिड स्किप गर्ने, यानि प्रेग्नेन्सी प्लान गरिरहनु भएको छ भने तपाईँले आफ्नो फोलिक एसिड खानै पर्यो। नम्बर 3, स्मोकिङ एन्ड एल्कोहल। यदि स्मोक गरिरहनु भएको छ, एल्कोहल गरिरहनु भएको छ भने पनि प्रेग्नेन्सी प्लान गर्ने समयमा र प्रेग्नेन्ट हुँदा तपाईँले यो अभोइड गर्नु पर्यो। नम्बर 4, एक्सेस अमाउन्ट अफ टी एन्ड कफी। एक्सेस क्याफिनले तपाईँलाई शरीरलाई असर गर्छ, त्यसैले त्यो कुरा लिमिट गर्नु पर्यो। नम्बर 5 चाहिँ ओभर एक्सर्साइज र ओभर डाइटिङ। तपाईँले ब्यालेन्स राख्नु पर्यो आफ्नो एक्सर्साइज र डाइटमा। नम्बर 6 तपाईँले जे पाए त्यही औषधि खानु भएन, यानि तपाईँ केही मेडिकेसनमा हुनुहुन्छ भने त्यो मेडिकेसन तपाईँको प्रेग्नेन्सीको लागि सेफ छ कि छैन आफ्नो डक्टरसँग सल्लाह गरिहाल्नु पर्यो। र नम्बर 7 हो स्ट्रेस। आफूले स्ट्रेसको लेभल एकदमै घटाउनु पर्यो प्रेग्नेन्सी प्लान गर्दाखेरि। अरू पनि तपाईँलाई केही प्रश्न सोध्नु छ भने मलाई सोध्न सक्नुहुन्छ। नमस्ते।